जे भए पनि पुरानो पुस्ता चाहिँ आउनु हुँदैन भन्ने चाहिँ मलाई लाग्छ। नयाँ पुस्ताहरू जो आउन् गर्दाखेरि यहाँ के छ त भन्दाखेरि एउटा नयाँ पुस्ताहरूलाई पुराना पुस्ताले भन्ने कुराहरू यिनीहरूको ढङ्ग छैन, यिनीहरूले गर्नु सक्दैन, यिनीहरूले जानेकै छैन भन्ने किसिमको पुरानो पुस्ताले भन्ने कुरा, पुराना राजनीतिक दलहरूले भन्ने कुरा त्यही हो। अरे जानेकै छैन, यिनीहरूको ढङ्गै छैन भनेर उनीहरूले काममा हात हालेन भने कसरी ढङ्ग आउँछ? कुनै पनि कुरामा ढङ्ग आउनलाई त त्यो लाग्नु पर्यो नि त। त्यही छ, पुरानो पुस्ताहरूले त्यही भन्नुभएको छ कि यो नयाँ यो जेनजीहरू, नयाँ युवाहरूको चाहिँ ढङ्गै छैन, यिनीहरूले देशमा ल्यायो के अरे यिनीहरू चाहिँ नेतृत्वमा आयो भने यसले बिगाड्छ भन्छ कि। त्यस कारणले ढङ्ग भन्ने कुरो गर्दै गएपछि आउँछ, उनीहरूलाई त्यस्तो किसिमको वातावरण चाहिँ दिनुपर्छ।